नमस्कार, हामी नागरिक चौतारी 9 को 2082 साल नियमित सत्संग पश्चात केही बामाहरू बसिरहनु भएको छ। बामाहरूले आफ्नो परिचय, आफ्नो चिनारी यो सत्संग कक्षमा रहेको टेलिभिजन सेटमा आफ्ना चौधरीहरूका शब्द दृश्य मार्फत हामी यसलाई रेकर्डिङ गर्ने प्रयास गर्दैछौँ। आफ्नो परिचय दिन सुरु दैलेख जिल्ला दुल्लु नगरपालिका नेपा गाविस वार्डको थाहा छैन मलाई। मेरो जन्म भएको मेरा पिताजी कुष्माखर उपाध्याय, आमा वसुन्धरा उपाध्यायका कोखबाट चारौं सन्तान 2009 साल जेठ 15 गते मेरो जन्म भएको। बडलम्जी बालाराम उपाध्यायका छोरा धनेश्वर उपाध्यायसँग मेरो 18 सालमा विवाह भएको। अहिले भुरी गाउँ 1 नम्बर वार्ड बसमबासी छौँ। ठाकुरबाबा नगरपालिका भुरी गाउँ बजारमै छौँ। बुझकला खरालामा तपाईँ आफ्नो बारेमा आफै के भन्नुभयो? अब के भन्न खै भन्नु केही आउनु। अब ससुराबाट भनौँ कि बुवा आमाबाट? ससुरा मेरो रामेश्वर खराल, श्रीमान मेरो टोपलाल खराल, सासू मेरो गायत्री खराल, म बुद्धिकला खराल, मेरो छोरो बाबुराम खराल, कान्छो छोरो खिमराज खराल। अब अरू के भनौँ र खै त्यति हो। आमाको जन्म भएको मेरो जन्म भएको जेठको महिनामा हो। अब 12 दिन ऊ थाहा छैन मलाई त। बागलुङ जिल्ला हो, दासीकोट। हजुर। अनि अब हजुर आप्चौर हो गुल्मी। गुल्मीबाट सरेर बर्दिया जिल्ला आएको। पहिला बस्यौँ मिर्चैया, फेरि बस्यौँ बग्ना, फेरि आयौँ यहाँ भुरे गाउँ। अरू भन्न आउनु मलाई सर त्यति। मैले के भन्नु? जे जान्नु हो त्यही बोल्नु। पशुबाट भन्ने यो ठाडो गराएर भन्नु हो। यही हो। बोल्नु कहाँ धुरकोट बनाउने? दुर्गोटबाट भन्नु के ससुराको नामबाट भन्नु। ससुरा नाम मोतीलाल, सासूको नाम गायत्री, मालिकको नाम हरिप्रसाद, मेरो धनकला, धुरकोट जिल्ला ऊ भन्नु वस्तु आमचौर जन्म। मेरो जन्मभूमि गुल्मी वामी जिल्ला हो, वामी टक्सार हो। म 10 साल कार्तिक 10 गते कि मेरो नाम कौशिला खराल हो। आमचौर लोकनाथ खराल रामेश्वर खरालका छोरासित बिहा भएको। 25 सालमा यहाँ बर्दियामा आएको। मेरा ठुला छोराको नाम डिलेरा कृष्ण खरेल हो। कान्छा छोराको नाम काशीराम खरेल हो। अरू वडा नम्बर 1 मा बर्दियामा बस्छु। मेरो त अब हकमा गाउँ छ। हकमा गाउँ त त्यही पनि बुवाको नाम परशुराम हो, आमाको नाम नन्नकली हो। ससुरा नाम पदमलाल हो, श्रीमानको नाम तुलाराम हो।
सासूको नाम ऊ हो के अरे त्यो ऊ हो अरे रमा भन्ने मान्छे आएन। आफ्नो नाम भन्नु न। मेरो नाम देवसरा अधिकारी हो। छोरा नाम यामलाल हो। छोरीको नाम पार्वती हो। मेरो नाम देवसरा अधिकारी हो के अरे अब दिनुभएकै छ। प्रणाम। मेरो नाम देविकला कणेल हो। ठाकुर बाबा नगरपालिका वार्ड नम्बर 1 भुरी गाउँ बर्दिया कृष्णनगर टोलमा घर छ। मेरो जन्म भएको 14 सालमा हो। श्रीमानको नाम हो खडानन्द कणेल। ठुला छोराको नाम हो दुर्गा कणेल। माइलो छोराको नाम हो सागर कणेल। कान्छो छोराको नाम हो यादव कणेल। ठुली छोरीको नाम हो हिमा कणेल। कान्छी छोरीको नाम हो सीता। म अब सुर्खेतमा जन्म भएको हो। अहिले म आएको पनि 18-19 वर्ष भयो भुरी गाउँमा। अहिले यिनै छौँ भनौँ। हस् प्रणाम। मैं का कहूँ कैसे कहूँ मोर अन्य नाम हो भुरी गाँव में बैठा हूँ। भुरी गाँव में बैठा हूँ और क्या कहूँ नाम बताओ। नाम तो बताइनु जो अन्य नाम हो। भुरी गाँव में बैठा हूँ। वार्ड नंबर 1 के को चाहती हो कहीं मेरो जन्म जिल्ला दैले भुर्ती। एक्लै देवकुमारी भट्टराई ठाकुरद्वारा 1 नम्बर वडा। यति होइन। अब कोही के भन्ने मलाई केही पनि आउन। भन्नुहोस् भन्नुहोस् सिधै भन्नुहोस्। मेरो नाम बोमकला अधिकारी हो। भनौँ भने धेरै आउँछ अब के भनौँ। अधिकारी पधिकारीसित बिहा भएको हो गर म माइतै बसेर हुर्केही छु त्यही हो। तिम्रो नाम भन। आफ्नो नाम आफ्नो नाम भन। आफ्नो मेरो नाम जाना बुढा। कहाँ घर कहाँ हो नि तपाईँको? जाना बुढा गाउँको नाम बारे। जुम्ला सिजाको बारे। बारे गाउँको नाम बारे। ल ल ल बर्दियाको भुरी गाउँमा बस्नुहुन्छ होइन? म नाम बेचनी ठारू। अब मैं भुरी गाँव 1 नंबर बैठूँ। सैला छारक नाम राम प्रसाद और जेठक नाम लौटन ठारू। माइलक नाम ठग्गू ठारू। कान्छक नाम संतोष ठारू। मैं नहीं जानती आप। आदरणीय मित्रहरू, 2082 साल माघ 17 गते हामी बिदा चौतारीको भजन कीर्तनको हाम्रो भजन कीर्तनलाई सफल गरिदिन र हामीलाई वक्तव्य गराइदिन हुन उहाँलाई उत्कृष्टज्यूलाई मेरो आभार प्रकट गर्दछु। र मेरो जन्मस्थान अछाम जिल्ला रानीबेन गाउँ विकास समिति अहिले हाल तोर्नाखान गाउँपालिका भएको छ। वार्ड नम्बर पहिले 8 थियो, अहिले 6 छ। 60 सालमा म चाहिँ यहाँ बर्दिया जिल्लाको ठाकुर बाबा नगरपालिका वार्ड नम्बर 5 मा मेरो अस्थायी बसोबास गरिरहेको थिएँ र अहिले चौतारीभित्र कहिलेकाहीँ आएर मनोरञ्जन गर्ने मेरो इच्छा लागेर म चौतारीमा भगवानप्रति आभारित भई कहिले धेरै टाढाबाट आउँछु र जान्छु। र अब मेरो सानो छ
के भनेपछि श्री स्वस्थानी माता परमेश्वरीले सबैलाई वरदान दिउन् र कल्याण गरून् भन्दै र के नफर्की भैँसी आमा के भन्यो बनल नजाउँ